गुड मर्निङ। स्वागत छ मेरो युट्युब भिडियोमा सम्पूर्णलाई। आज चाहिँ हामी घुम्न जाने प्लान गर्दैछौँ। घुम्न जाने प्लान गराउँदै हुनुहुन्छ सबैले र म मेरो भिडियो स्टार्ट गरिसकेँ। घुम्न जाने भनेपछि त भिडियो स्टार्ट गर्न मन लागिहाल्यो अनि मैले भिडियो स्टार्ट गरिसकेँ। यहाँ घुम्न जाने भनेर के लाउने के खाने कस्तो कपडा लाउने कता कता जाने भनेर यहाँ मिटिङ बसिरहनु भएको छ। हजुर यहाँ फेरि के लाउनु पर्यो फेरि मिटिङ बसिरहनु भएको छ। अहिले फेरि उहाँ घुम्न लाने मान्छे आउनु भयो भने अहिले एउटा खाना पनि खान नदिकन अनि कपडा पनि लाउन नदिकन लग्नुहुन्छ। अनि यहाँ ओल्याङ टोल्याङ अल्छी गरिरहनु भएको छ। छिटो छिटो गर्नुहोस् भनेको झन् बसिरहनुहुन्छ। म चाहिँ अब रेडी हुन्छु। म रेडी हुन लाग्छु। अब हात खुट्टा मुख धोएर घुम्न जाने भनेपछि त आफूले जाँगर लागिहाल्छ। भयो सबैजना यहाँ चाहिँ दुईटाको चाहिँ उस्तै भयो। एउटाको अलि फरक एउटाको अलि फरक तिनजनाको एउटै ड्रेसमा हामी घुम्न जाँदैछौँ। ल गाडीभित्र जा। केटाकेटी फेरि सबै अगाडि राखिदेऊ। गाडी भाग्छौ आन्टीले भाडा ए कोचा कोच यहाँ कोही काखमा त्यहाँ आन्टीले भाडा माछेको भिडियो पिन गराऊ। कहाँ अहिले गर चाहिँ यता पछाडि कोच छ यी केटाटी भरि आन्टीले हाम्रो आन्टीले भाडा मार्दै हुनुहुन्छ। हाम्रो आन्टीले भाडा मार्दै हुनुहुन्छ गाइस। यहाँ अब खानेकुरा किन्न लाएको छौँ। वहाँ गएर त केही पाइन्न, वहाँ केही छैन, डाँडो मात्रै छ। वहाँ अब खानलाई पनि भोक लाग्छ, खाना पनि पर्यो। अनि यहाँ किनमेल गर्दै हुनुहुन्छ। उहाँ पसलमा जानुभएको छ, त्यहाँ तल पसलमा किन्दै हुनुहुन्छ। हामी चाहिँ गाडीमा कोचाकोच भएर बस्दैछौँ। माथि घुम्न बस्दैछौँ यो गर्मीमा। ओहो काका काका मैले यस्तो मोटा मोटा मान्छेलाई यहाँ काखामा राखेको छु। म मोटी छैन। अनि यहाँ किनमेल गर्दैछौँ। अझै फाइनली गाइस हामी घुम्ने ठाउँ पनि आइसक्यौँ। हामी आउनुपर्ने ठाउँमा आइसक्यौँ र अब हामी एकछिन यहाँ रमाइलो गरेर जान्छौँ। रक भनेको एउटा नाम हो कि। हामी घुमघाममा व्यस्त रक गार्डनमा होइन। रक गार्डनमा भन्यो रक गार्डनमा हेर्नुहोस् यता यता तलैबाट तलुनदेखि मेरो मुखसँग देखेको तलैबाट चाहिँ कति ढुङ्गै ढुङ्गा ढुङ्गै ढुङ्गा ढुङ्गै ढुङ्गा हुँदै यहाँ चौरसम्म आएको छ। कति ढुङ्गै ढुङ्गा छ होइन। यता पनि ढुङ्गै ढुङ्गा। यो चौरभर त पुरै ढुङ्गै ढुङ्गा होला सायद। ऊ त्यो माथि मात्रै छ सल्लाहकारी यो है। हावा लगाइरहेछ यस्तो कस्तो हावा लाग्ने त। भन्नुहोस् के गरौँ। त्यहाँ रक गार्डन लेखेको ठाउँमा जाने कि ल छोरो चिच्चाइरह। बाबु के भन्यो यता हेर त। ल यता हेर हाई भनिदियो। ओइ हाई। ए ढुङ्गामा अहिले गइन्छ नि त्यहाँ राम्रै तरिकाले। ल हेर्नु है हाम्रो टक्सारी खलक्का छोराछोरी नातिना। ल रमाइलो हुने चाहिँ यस्तो फेरि। ल यसो मन्टै त घुमाउँ त सोल्टिनाहरू। पछाडिको साइडको आउँछ कि धेरै भइस। खै त बोलौँ त। अगाडि जोलाई देखेको
यिनी सबै हाम्रो घरका टक्सारीका खलक हुन् खलक भएकै जाम ल ल हिँड कति गाडा नि त कति ढाडीला गाडा यही हो रक गार्डनमा पाइने सबभन्दा स्पेसल चिज भनेको ठुल्ठुला बुट्टा त छैन ठुल्ठुला बुट्टा पछि हुन्छ यिनी अलिक ठुलो हुन्छ क्या यो सबै उखालेर लिएर गएर लैजान्छन् सबैले लैजाउँ ल हामीले नि काटेर भयो के भन्ला नि यस्तो काडा राम्रो देखिन्छ क्या काडा काडै यो रहन्छ गाइज हेर्नुहोस् रक गार्डन भने यही हो अन्त त्यसभरि काम गर्न पनि सकिन्छ जे काम पनि ल गाइज हेर्नुहोस् हाम्रो जमात चाहिँ यहाँ जम्मा भएको हाम्रो घरको डन थाल्यो फोटो खिच्दैछ नि होइन चस्मा लाएर फोटो खिच्यो भने यसरी हाँसेर मुस्कानसित गाइजहरू टिकटक बन्न लाखा यहाँ टिकटक हो टिकटक हो ल टिकटक हो टिकटक के अरे हेर्नुहोस् नन्द धेरै भएपछि त टिकटक बनाउनु लाग्यो उसले मतिम भन्नुहुन्छ कतातिर जाने कता यता बस्ने कि ताना खोज्छ मलाई त टिकटक बनाउनलाई उता मैले बनाउँछु रे उता मैले बनाउँछु रे म चाहिँ भाग्यमानी एउटा भाउजू भएपछि यस्तो खोसाको सुन्दो रहेछ के अरू त के हेर्नु छ र यहाँ आएर यिनी ढुङ्गाहरू अनि अग्लो ठाउँ छ अनि यस्तो शीतल यस्तो हावा यस्तो आनन्द यस्तो घाम कति घाम लाग्छ र पनि घामै नहुने कि गर्मी नै नहुने कस्तो शीतल आनन्द आउँछ अनि यिनी ढुङ्गाहरू हेर्ने होइन त हाई कपाल छैन टुप्पी मात्रै छ होइन जताततै यता कता यहाँबाट देख्न सक्ने जति यो डाँडामा यहाँबाट देख्न सक्ने जतिसम्म पनि कति चारैतिर ढुङ्गा छ के अनि सबै ढुङ्गा के ढुङ्गा छ त्यसमा फोटो खिच बाउ छोराको त्यहाँ हेर्नु छोरी सानो कस्तो बाबाको आमा टक्लु टाउकोमा मादल ठटाउँछु क्या टक्लु टाउकामा ओको ए दुख्छ मेरामा खुब आनन्द आयो होला होइन बाबाको काँदा खुली चढेर टिकटक र फोटो खिचेर नथाक्ने मान्छेहरू आउँदै छिटो आइज हामी अब घुमघाम गरेर ढुङ्गासुङ्गा हेरेर टिकटक बनाएर थाकेर फोटो खिचेर सबै भ्याएर अब खाम अब यस्तो भोक पनि लाग्यो भनेर हामीले अब चटपटे बनाएर खाँदै चटपटे पनि मैले खान्न है मलाई त चिसो मात्र ल्याऊ म खान्न कोही खाऊ चटपटे पार्टी हाम्रो चटपटे पनि तयारी भयो गाइस हाम्रो अब हामीले खाँदै छौं उसले असलले कहाँ भिडतिर गयो कि कहाँ गइदिनु गाडी होइन अरू गाडी खोले त अशोक त्यहाँ भिडियो नचेक भएन बलिरह
खाना नपाइन्छ अब खाऊ छिटो खाऊ त औ गालीलाई यस्ता चटपटे पनि खाइन्छ चटपटे गाजर खोइला ढाल्नु थाल्छ हो यसमा लाने बल्ल बल्ल ठाउँमा भयो रक्सी लोकल रक्सी उठ्नु सक्ने के म खाइराख्नु तिमी भातसँग तर लास्टै फोरो गर्यो नि त्यो चाहिँ चटपटे खाँदैछु म जेठी नन्दा ममाइला नन्दा मलाई नन्द भन्नु म एक्लै भाउजू त भन् अनि सुतेर म सबैभन्दा म एक्लै भान्जी सबैभन्दा म एक्लै भान्जी सबैले एक्लै भान्जी असुख राखिदिन्छ त्यो स्प्राइट राखिदिन्छ यो दिउ म नन्दाले भाउजूलाई स्प्राइट दिन्छु खाऊ त्यो यस्तो जाट चटपटे खानु न खानु न गाइस यति नुन कम भए चाहिँ हाम्रो सबैमा यो सक्छ भित्र त्यसरी पनि खानु नपाएका त्यो भिडियो भन त असो हो थोरै बनाएर मिठो बनाएको ए मिठो भात त यस्तो मिठो भात असो भन त एउटा भिडियोमा त्यहाँ तिनीहरूको बारेमा यस्तो मिठो कसले नुन गाइस चटपटे त चटपटे आफ्नो शरीरलाई पनि फाइदा गर्ने चटपटे सिम्पल कसरी कसले सिम्पल के मानेमा सिम्पल भयो सिम्पल चटपटे हो कलर छैन अनि अझ नराम्रो छैन ए बाबु है खाइ त राख्ने यहाँ उहाँ खानु र यहाँ खानु एउटै धरा खाइरहनु न घर छ त चटपटे बनाएर खाने भयो नि उत्रियो त भयो नि रक्स लाउनु सक्नु त्यत्रो कति खाउँला भनेर होला यति बनाउनु अब म त सबै हाल्नु लाग्यो ढुङ्गा कसैले खान्दैन के चटपटे यहाँ आइमेको चटपटे खान्छ त्यही भएर पानीपुरीको पसलमा छोरा मान्छे मात्रै उनी खान्ला बाबा टाढो है भाइ कुर्की आउँछ ल सबै पानी को हुन्छ मस्त छौ ल खाऊ एकली पनि खाऊ कपाल किन खुर्की त्यो भन त जोइ देखाइदियो ल्या त खानु खानु चाहिँ अब लड्का लड्की हो छिटो खाऊ के खानुहोस् लाइन पुग्छ त चटपटे चुक्ने खान्छ क्या त्यो पिन्डी खान्न अलि त्यत्रो भयो खानु ला पुग्दैन नि घरकालाई राख्छौ कति राक्षस त को हेर न तिमीले कति बोलाएको छ त्यहाँ अनि खालिस के आइदाइको 5 लिटर स्प्राइट र पानी 5 लिटर 6 लिटर 7 लिटर 8 लिटर पानी यस्ता ग्रुपमा आउनुभयो चाहिँ एक ढोको चामल एक ढोको चामल कुखुराको मासु पकाएर यति गोटा बनाएर सुकुटी बनाएर ल्याएर आएर बोल्न बल्ल जानु परेन नेक्स्ट टाइम आउँदा हो यो त जुठो होला ए कति पिरो काट ल्याएको
ल गाइज हामीले त चटपटे चिसो यहाँ जति जे जे लिएर थियौँ त्यो खाएर पनि भ्यायौँ सक्यौँ यतिकन यसमा बाटामा पनि सकियो बाटामा खाँदै जाँदा पनि यो पनि भ्याइन्छ सक्यो र कसरी खाने भए सम्पर्क गर्नु हामीसित यस्तो चटपटे कसैले पनि सम्पर्क गर्नुहुन्न हाम्रो ब्याग छ बाटामा जाँदा जाँदै खाएर त्यो पनि भ्याइन्छ अनि अब हामी अब घुमेर यहाँ अब के छन् सबै वातावरण हेरेर चटपटे खाएर घरमा लागिसक्यौँ घर जाने तयारीमा भइसक्यौँ अब घुमेर पनि भ्यायौँ अनि अब अहिले भरे अब यहाँबाट घर गएपछि अब आफ्नो घरतिर लाग्ने हो मेरो घर त कहाँ कहाँ थाहा छैन अब मेरो घर सन्धिखर्क हुनसक्छ बुटोल हुनसक्छ काठमाडौँ हुनसक्छ मेरो घर अझै सलिगोट हुनसक्छ काट्ने हो अहिले चाहिँ मौका मिलेर कोही गुल्मीतिरबाट कोही लातेमातिरबाट जम्मा भएको थियौँ अनि मिलेर अनि अब यस्तो मौका अब फेरि आउला नआउला होइन जाम यस्तो मौका आएको बेलामा भनेर आयौँ घुम्यौँ खायौँ चटपटो पनि सक्यौँ अनि घर जाने तर्खरमा पनि छौँ अब आजको मेरो भिडियो चाहिँ यति नै गाइज ओके बाई 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 गर्नु बाई